नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा रोचक कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। आजको लागि पहिलो कथा स्वर्गबाट पतन। यो जोन मिल्टनको प्याराडाइज लस्टको आधारमा लेखिएको कथा हो। कथा स्वर्गबाट पतन। सुरुमा परमेश्वरको महिमामय राज्य थियो, एक अनन्त स्वर्ग जहाँ प्रकाश र प्रेमले शासन गर्थ्यो। त्यहाँ असंख्य स्वर्गदूतहरू बस्थे, जसमध्ये सबैभन्दा शक्तिशाली र सुन्दर लुसिफर थियो। उनको नाम नै प्रकाशको वाहक भन्ने अर्थ राख्थ्यो। उनका पखेटाहरू सुन जस्तै चम्किला थिए र उनको सुन्दरतामा अरू स्वर्गदूतहरू मोहित हुन्थे। तर लुसिफरको हृदयमा अंकुरिएको थियो। उसले आफूलाई परमेश्वरको बराबर ठान्न थाल्यो। किन म उहाँको अधीनमा बस्नुपर्छ? उसले मनमा सोच्थ्यो। के म पनि उत्तिकै शक्तिशाली छैन र? एक दिन परमेश्वरले आफ्ना सबै स्वर्गदूतहरूलाई भेला गरेर आफ्ना पुत्रको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, यो मेरो प्रिय पुत्र हो, जुन तिमीहरू सबैले मान्नुपर्छ। यो सुनेर लुसिफरको मन जलेर भरियो। उसले सोच्यो, यो अन्याय हो, म किन कसैको अधीनमा बस्नुपर्छ? म पनि राज्य गर्न सक्छु। उसको विचारले अन्य धेरै स्वर्गदूतहरूलाई प्रभावित पार्यो। लुसिफरले आफ्ना साथीहरू बेलजेबब, मामोन, मोलोक र अन्य शक्तिशाली स्वर्गदूतहरूसँग गुप्त बैठकहरू गरे। उसले तिनीहरूलाई भन्यो, हामी किन दासत्वमा बाँचिरहेका छौं? आउनुहोस्, हामी आफ्नै राज्य स्थापना गरौं। स्वर्गमा सेवा गर्नुभन्दा नरकमा राज्य गर्नु राम्रो। यसरी स्वर्गमा पहिलो विद्रोह सुरु भयो। लुसिफर र उसका 1/3 स्वर्गदूतहरूले परमेश्वरको विरुद्धमा हतियार उठाए। स्वर्गमा भयानक युद्ध सुरु भयो। एकातिर परमेश्वरका वफादार स्वर्गदूतहरू माइकल, गेब्रियल र राफेलको नेतृत्वमा, अर्कोतिर लुसिफरका विद्रोही स्वर्गदूतहरू। 3 दिनसम्म यो युद्ध चल्यो, तर परमेश्वरको शक्तिको सामना गर्न कोही सक्दैनथे। अन्त्यमा परमेश्वरका पुत्रले आफ्नो रथमा चढेर युद्ध क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको तेजले विद्रोही स्वर्गदूतलाई अन्धो बनायो। तिमीहरूले मेरा पिताको विरुद्धमा विद्रोह गर्यो, उहाँ गर्जिनुभयो। अब तिमीहरूको ठाउँ स्वर्गमा छैन। एकैछिनमा लुसिफर र उसका सबै साथीहरू स्वर्गबाट फ्याँकिए। तिनीहरू 9 दिनसम्म खसिरहे, जबसम्म तिनीहरू नरकको तल्लो भागमा आएर ठोकिएनन्। जब लुसिफर होचमा आयो, उसले आफूलाई आगोको समुद्रमा तैरिरहेको पायो। वरिपरि अन्धकार र धुवाँले भरिएको थियो। उसको सुन्दर रूप बिग्रिएको थियो, तर उसको घमण्ड अझै बाँकी थियो। यो के भयो? उसले चिच्यायो। तर अब उसले आफ्ना साथी बेलजेबबलाई देख्यो, जो पनि आगोमा जलिरहेको थियो। हामी हारेका छौं, बेलजेबबले कष्टले भन्यो। तर के, अब हामी के गर्ने? लुसिफर, जो अब शैतान भनिन्छ, उठेर खडा भयो। उसले चारैतिर हेर्यो। त्यहाँ केवल दुःख र निराशा थियो, तर उसको मनमा बदलाको आगो बलिरहेको थियो। यदि हामी स्वर्गमा राज्य गर्न सक्दैनौं भने यहाँ गरौं, उसले दृढताले भन्यो। स्वर्गमा दास भएर बस्नुभन्दा नरकमा राजा बनेर बस्नु राम्रो। कम्तीमा यहाँ हामी स्वतन्त्र छौं। शैतानले आफ्ना सबै पतित स्वर्गदूतलाई फेला गर्यो। तिनीहरू अब राक्षस बनेका थिए। उसले तिनीहरूसँग भन्यो, साथीहरू, हामी हारेका छौं, तर हाम्रो लडाईँ अझै समाप्त भएको छैन। हामी सधैँ परमेश्वरसँग लड्न सक्दैनौं, तर हामी उहाँलाई अन्य तरिकाले हानि पुर्याउन सक्छौं। तिनीहरूले नरकमा एउटा महल बनाए, जसलाई पाण्डेमोनियम भनिए। त्यहाँ तिनीहरूले योजना बनाए कि कसरी परमेश्वरलाई दुःख दिने। यसै बीचमा परमेश्वरले नयाँ संसार सृजना गर्नुभएको थियो। उहाँले पृथ्वी बनाउनु भएको थियो र त्यहाँ आदम र इभ नामका 2 मानिसहरूलाई बसाउनु भएको थियो। तिनीहरू अदनको बगैँचामा खुसी साथ बाँचिरहेका थिए। परमेश्वरले तिनीहरूलाई भन्नुभएको थियो, यो बगैँचामा सबै रुखका फल तिमीहरूले खान सक्छौ, तर यो ज्ञानको रुखको फल भने नखानु। जुन दिन तिमीहरूले यसको फल खान्छौ, त्यही दिन तिमीहरू मर्नेछौ। आदम र इभ निर्दोष र पवित्र थिए। तिनीहरूमा कुनै पाप थिएन र तिनीहरू परमेश्वरसँग प्रत्यक्ष कुराकानी गर्न सक्थे। शैतानले यो नयाँ सृष्टिको बारेमा सुन्यो। उसले सोच्यो, यदि म यी मानिसहरूलाई भ्रष्ट पार्न सक्छु भने परमेश्वरलाई ठूलो दुःख हुनेछ। उहाँको नयाँ सृष्टि बिग्रनेछ। शैतान नरकबाट भागेर पृथ्वीतिर लाग्यो। उसले आफ्नो योजना कसैलाई भनेन। पृथ्वीमा पुगेपछि उसले अदनको बगैँचामा हेर्यो। त्यहाँको सुन्दरता देखेर उसको मन झनै खराब भयो। यो सबै मेरो हुनुपर्ने थियो, उसले मनमा भन्यो। तर अब म यसलाई नष्ट गर्नेछु। शैतानले धेरै दिन आदम र इभलाई नियालेर बस्यो। उसले तिनीहरूका बानीहरू बुझ्यो। उसले देख्यो कि इभ कहिलेकाहीँ एक्लै घुम्छिन्।
यो उसका लागि सुनौलो अवसर थियो। एक दिन शैतानले सर्पको रूप धारण गर्यो। त्यो समयमा सर्पहरू धेरै सुन्दर प्राणी थिए र तिनीहरू पेटमा खस्रदैन थिए। शैतान सर्प भनेर ज्ञानको रुखको नजिक लुकेर बस्यो। जब इभ त्यहाँ आइन्, शैतानले मिठो स्वरमा भन्यो, हे सुन्दरी, तिमी कति सुन्दर छौ। के तिमी यहाँकी रानी हौ? इभ अचम्ममा परिन्। के तिमी बोल्न सक्छौ? उनले सोधिन्। हो, शैतानले भन्यो, म यो रुखको फल खाएपछि बोल्न सक्ने भए। यो ज्ञानको रुख हो, यसको फल खाएमा ज्ञान बढ्छ। तर परमेश्वरले यसको फल नखान भन्नुभएको छ, इभले भनिन्। शैतान हाँस्यो। परमेश्वरले झुट भन्नुभएको हो, तिमी मर्दैनौ, तर तिमी परमेश्वर जस्तै बन्नेछौ। उहाँ तिमीलाई ज्ञानी बनाउन चाहनुहुन्न, त्यसैले यसो भन्नुभएको हो। इभले रुखलाई ध्यानले हेरिन्। फल साँच्चै सुन्दर देखिन्थ्यो। के यसले साँच्चै ज्ञान दिन्छ? उनले सोधिन्। अवश्य, शैतानले भन्यो। हेर, मैले खाएर म बोल्न सक्ने भए। तिमीले खायौ भने तिमी परमेश्वर जस्तै बन्नेछौ। इभको मनमा इच्छा जाग्यो। उनले सोचिन्, यदि यसले साँच्चै ज्ञान दिन्छ भने किन नखाने? म पनि ज्ञानी बन्न चाहन्छु। अन्तमा इभले पाप गरिन्। उनले ज्ञानको रुखको फल टिपेर खाइन्। तुरुन्तै उनको मन बदलियो। उनलाई डर लाग्यो, तर उनले आदमलाई पनि यो फल दिने निर्णय गरिन्। जब आदम आए, इभले उनलाई फल दिन् र के भएको थियो भनिन्। आदमले थाहा पाए कि इभले पाप गरेकी छिन्। उसले सोच्यो, अब इभ मर्नेछिन् र म एक्लै रहनेछु। त्यसो भए म पनि यो फल खान्छु र उनीसँगै मर्छु। यसरी आदमले पनि पाप गर्यो र फल खायो। फल खाए लगतै आदम र इभमा परिवर्तन आयो। पहिलो पटक तिनीहरूलाई लाज लाग्यो कि तिनीहरू नाङ्गा छन्। तिनीहरूले पातहरूले आफूलाई छोपे। तिनीहरूको हृदयमा डर, क्रोध र दुःख आयो। साँझमा जब परमेश्वर बगैँचामा हिँडिरहनु भएको थियो, तिनीहरूले उहाँको आवाज सुने, तर यसपटक तिनीहरू डराए र लुके। आदम, तिमी कहाँ छौ? परमेश्वरले बोलाउनु भयो। आदम डराउँदै बाहिर आयो। हे प्रभु, म नाङ्गो छु, त्यसैले लुकेको थिएँ। तिमीले ज्ञानको रुखको फल खायौ? परमेश्वरले सोध्नुभयो। आदमले इभलाई दोष दियो। यो स्त्रीले मलाई दिएकी थिए। वास्तवमा तपाईले मलाई दिनुभएको यो स्त्रीकै दोष हो। परमेश्वरले इभलाई सोध्नुभयो, तैँले यो किन गरिस्? इभले भनिन्, सर्पले मलाई धोका दियो। परमेश्वर दुखी हुनुभयो। उहाँका प्रिय सृष्टि भ्रष्ट भएका थिए। उहाँले सर्पलाई श्राप दिनुभयो कि उसले सधैँ पेटमा खस्रनु पर्नेछ। इभलाई उहाँले भन्नुभयो कि उसले प्रसवमा दुःख भोग्नु पर्नेछ। आदमलाई उहाँले भन्नुभयो कि उसले मेहनत गरेर खानको लागि कमाउनु पर्नेछ। सबैभन्दा दुःखको कुरा यो थियो कि तिनीहरू अब मर्ने भए। तिनीहरूमा पाप आएको थियो, जसले तिनीहरूलाई परमेश्वरबाट अलग गर्यो। तर परमेश्वरको दया अझै बाँकी थियो। उहाँले तिनीहरूलाई जनावरको छालाको लुगा दिनुभयो र उहाँले एउटा प्रतिज्ञा गर्नुभयो कि एक दिन एकजना आउनुहुनेछ जसले शैतानलाई पराजित गर्नुहुनेछ र मानिसहरूलाई पापबाट बचाउनुहुनेछ। आदम र इभले अब ज्ञानको रुखको फल खाएका थिए र तिनीहरूको ज्ञान तिनीहरूलाई दुःख मात्र दिइरहेको थियो। तिनीहरूले आफ्ना गल्तीहरू महसुस गरे र पश्चाताप गरे। परमेश्वरले भन्नुभयो, अब यदि तिमीहरूले जीवनको रुखको फल पनि खायो भने सधैँका लागि यसै अवस्थामा बाँच्नु पर्नेछ। त्यसैले उहाँले तिनीहरूलाई अदनको बगैँचाबाट निकाल्ने निर्णय गर्नुभयो। तर निकाल्नुभन्दा पहिले परमेश्वरले तिनीहरूलाई माफी दिने बाटो देखाउनु भयो। उहाँले भन्नुभयो कि यदि तिमीहरूले सच्चा पश्चाताप गर्यौ र उहाँमा विश्वास गर्यौ भने उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ। अदम र इभले आफ्ना पापहरू स्वीकार गरे र परमेश्वरसँग क्षमा मागे। परमेश्वरले तिनीहरूलाई माफ गर्नुभयो, तर पापका परिणामहरू भोग्न पर्ने भयो। स्वर्गदूत माइकलले तिनीहरूलाई बगैँचाबाट बाहिर निकाले। बगैँचाको ढोकामा तेजोमय स्वर्गदूतहरूले पहरा दिए ताकि कोही फर्केर आउन नसकोस्। आदम र इभले बगैँचाको बाहिरको संसारमा कदम राखे। त्यहाँ काँडा र सिउँडीहरू थिए। जमिन कडा थियो र खेती गर्न गाह्रो थियो। तिनीहरूले पहिलो पटक दुःख, दर्द र कष्टको अनुभव गरे, तर तिनीहरूसँग आशा थियो। परमेश्वरको प्रतिज्ञा अनुसार एक दिन मुक्तिकर्ता आउनुहुनेछ। तिनीहरू यो आशामा बाँच्न थाले। शैतान आफ्नो योजनामा सफल भएको थियो। उसले परमेश्वरको प्रिय सृष्टिलाई भ्रष्ट पारेको थियो, तर उसले थाहा पाएन कि परमेश्वरको योजना उसको योजना भन्दा ठूलो थियो। पापको कारण आएको मृत्युलाई जित्ने योजना परमेश्वरसँग थियो। यसरी स्वर्गदेखि पृथ्वीसम्मको यो महान कथा सुरु भयो। पाप र मुक्तिको कथा, पतन र उद्धारको कथा, मानव जातिको यात्रा सुरु भयो जुन दुःख र आशाले भरिएको थियो। यो कथाले हामीलाई सिकाउँछ कि घमण्ड र अवज्ञाले कति ठूलो विनाश ल्याउन सक्छ। शैतानको घमण्डले उसलाई स्वर्गबाट खसाल्यो। आदम र इभको अवज्ञाले तिनीहरूलाई स्वर्गीय बगैँचाबाट निकाल्यो। तर यो कथाले हामीलाई आशा दिन्छ कि परमेश्वरको प्रेम र दयाले मानिसहरूलाई पूर्ण रूपमा त्याग्दैन।
उहाँको मुक्तिको योजना सुरुदेखि नै थियो। आज पनि हामी सबै यसै पापको संसारमा बाँचिरहेका छौँ, तर हामीसँग आशा छ त्यो प्रतिज्ञा गरिएको मुक्तिकर्तामा, जसले पापको शक्तिलाई तोडेर हामीलाई फेरि परमेश्वरसँग मिलाउनुहुन्छ। यही हो जोन मिल्टनको प्याराडाइज लस्टको मूल सन्देश, पतन र उद्धारको महान कथा। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ अर्काको मुटु। मलाई थाहा छैन म को हुँ, मलाई थाहा छैन मलाई के भएको छ। केवल यो मात्र थाहा छ कि मेरो भित्र केही छ जुन मेरो होइन, केही यस्तो जसले मलाई बिस्तारै निल्दैछ, केही यस्तो जसले मेरो पहिचान मेटाउँदैछ। यो कुनै काल्पनिक कथा होइन, यो कुनै सहयोगको लागि चिच्याहाट होइन, यो मेरो अन्तिम गवाही हो। किनकि यदि म सबै कुरा बिर्सेँ भने, यदि म आफूलाई पूर्ण रूपमा हराएँ भने कसैले त सत्य जान्नुपर्छ। सत्य यो छ कि म मरिसकेको हुनुपर्थ्यो। केही अर्थमा मलाई लाग्छ मरिसकेको छु। 1 वर्ष अगाडि म 32 वर्षको थिएँ। स्वस्थ सामान्य टायर फ्याक्ट्रीमा काम गर्थे। दिनहरू लामा थिए, काम कठिन थियो, तर म जिउँदो थिएँ। मलाई माया गर्ने केटी थिए। सानो फ्ल्याट थियो, राम्रो दैनिकी थियो, मुटुको धड्कन थियो। त्यसपछि अचानक सबै रोकियो। कार्डियाक अरेस्ट, कुनै चेतावनी नभएको, छातीमा दुखाइ नभएको, बस अँध्यारो। मुख भुइँमा ठोकिएर 2वटा ठूला टायरहरूको बीचमा लडेको। मेरो साथीले भन्यो कि उनीहरूले मलाई भेट्टाउँदा मेरो ओठ निलो भइसकेको थियो। प्यारामेडिक्सले मलाई भुइँमा 3 पटक सक दिए। मेरो पल्स गयो। 6 मिनेट अक्सिजन नभएको, पल्स नभएको। त्यसपछि कसरी म फर्किएँ। मलाई टुक्रा टुक्रा याद छ, सुईहरू, चिच्याहाटहरू, रुइरहेकी नर्स, डाक्टरको आवाज। ऊ यहाँ हुनु नहुने थियो, तर म थिएँ। उनीहरूले भने म भाग्यमानी थिएँ, चमत्कार, 10 लाखमा 1। मलाई चमत्कार जस्तो लागेन, मलाई गलत लाग्यो। जस्तै फर्कदा केही तारहरू गलत जोडिएको। अर्को 9 महिना म डोनरको पर्खाइमा बिताएँ। मेरो मुटु धेरै बिग्रिएको थियो। उनीहरूले भने यो दुर्घटनाग्रस्त गाडी चलाउने जस्तै थियो, चल्न सक्छ तर अन्ततः बिग्रिनेछ। ती 9 महिनामा मैले सबै कुरा गुमाएँ। मेरी प्रेमिका मलाई छाडेर गइन्। कति सजिलै तिमीले माया गर्छु भनेका मानिसहरू छरपष्ट हुन्छन् जब तिमी उनीहरूलाई केही दिन सक्दैनौ। म राम्रो सुत्न सकिरहेको थिइनँ। मेरो छाला धेरै कसिएको महसुस हुन्थ्यो। मुटु रोकिएको सोचेर उठ्थे। कहिलेकाहीँ इच्छा गर्थे कि यो रोकियोस्। मैले प्रार्थना गरेँ, तर म धार्मिक होइन। तैपनि प्रार्थना गरेँ, केवल निको हुनका लागि मात्र नभएर अन्य धेरैको लागि पनि। यो अन्त होस्, जे भए पनि। त्यसपछि एक रात फोन बज्यो। उनीहरूसँग मिल्ने थियो। एउटा मुटु, उत्तम मिल्ने, कुनै जटिलता नभएको। अहिले नै हुने थियो। मलाई ओटीमा लैजाँदा म यति रोएँ कि सास फेर्न सकिनँ। एनेस्थेसियोलोजिस्टले मुस्कुराएर भने, यो तिम्रो दोस्रो मौका हो। उसलाई थाहा थिएन ऊ कति गलत थियो। म दुःस्वप्नमा भ्युजिएँ। म जन्मेको थिएँ, काप्दै नभएर, चिसो नभएर, जमेको जस्तै जनावरीमा तालमा डुबेको। म पसिनाले भिजेको थिएँ, तर मेरा औँलाका टुप्पाहरू नीला थिए। कम्पन रोक्न सकिन। दाँत किट्ने गर्दा मेरो बङ्गारा यति कसियो कि एउटा दाँत फुट्यो। मेरो छातीमा दुख्यो, चिरा लगाएको ठाउँमा नभएर स्टर्नम पछाडि केही चिसो कुराको कारणले। नर्स मुस्कुराइन्। यो एनेस्थेसियाको असर हो, निको हुनेछ। निको भएन, कहिले भएन। अहिले पनि म सधैँ चिसो छु। मौसम जेसुकै भए पनि कम्बल, हिटर, तातो नुहाउने जस्तै मेरो भित्र केही तातो राख्न जान्दैन। चिसो मेरो हड्डीमा बस्छ, मेरो छातीमा, मेरो मुटुमा। त्यसपछि सपनाहरू सुरु भए, सधैँ उस्तै। फ्लोरेसेन्ट बत्तीहरू, सफा टाइल भएको कोठा जसमा ब्लिच र मासुको गन्ध आउँछ, भुइँमा बोल्ट लगाएको कुर्सी, छालाको बन्धन, टाइलहरूमा खिया रङका दागहरू। कोही बाँधिएको, पुरुष, महिला, जवान, बुढो फेरिरहन्छ, तर तिनीहरू सधैँ मुख छोपिएका हुन्छन्, सधैँ आँखा फैलाएका, सधैँ कापिरहेका। त्यसपछि म छु, अहिले म नभएर मेरो भित्रको केही, हेरिरहेको, घुमिरहेको, मुस्कुराइरहेको। सपनामा कुनै आवाज हुँदैन, केवल यो डरलाग्दो गुन्जन, जस्तै कङ्क्रिटबाट बिजुली बगिरहेको। बत्तीहरू भनमनाउँछन्, हावामा तामाको स्वाद हुन्छ। सपनामा म सधैँ केही समातिरहेको हुन्छु। स्क्यालपेल, पाइप, चक्कु, टर्च, मलाई थाहा थियो यी सबै राम्रो कामको लागि प्रयोग नहुने औजारहरू थिए। मलाई ती प्रयोग गरेको याद छैन, तर उठ्दा मेरो हातमा ती औजारको वजन अझै महसुस हुन्थ्यो। सबैभन्दा नराम्रो कुरा, मलाई मजा आउँथ्यो। म मुट्ठी कसेर उठ्थेँ। मेरो सास ढिलो र स्थिर, जस्तै भर्खरै कुनै अनुष्ठान सकिएको। मेरो नङमुनि रगत हुन्थ्यो, कहिले भिजेको, कहिले सुकेको। ममा कुनै काटिएको ठाउँ हुँदैनथ्यो, कुनै घाउ नभएको, केवल मेरो चादरमा त्यो धातुको दुर्गन्ध र मुखमा जलेको पैसाको स्वाद। मैले सबै कोसिस गरेँ, औषधि, थेरापी, डायरी लेख्ने। मेरो डाक्टरले भन्थ्यो यो आघात थियो, साइकोसोमेटिक कोल सेन्सिटिभिटी। उसले भन्यो बाँचेको अपराध, अवसाद, पिटिएसडी। यी कुनैले पनि दागको व्याख्या गर्दैन। मेरो छातीको दाग होइन, त्यो अपेक्षित थियो।
यो मेरो बायाँ हातको भित्री भागमा थियो। पातलो, निको भएको फिक्का, वर्षौं पुरानो, शल्यक्रिया अघि त्यो थिएन। म मेरो शरीर चिन्छु, हरेक तिल, हरेक दाग। त्यो दाग मेरो होइन। त्यही बेला म अस्पताल प्रणालीमा मेडिकल बिलिङमा काम गर्ने मेरो पुरानो साथी कहाँ गएँ। उसको ट्रान्सप्लान्ट डाटामा पहुँच छ। मैले उसलाई मेरो डोनरको नाम खोज्न बिन्ती गरेँ। उसले भन्यो यो सिल गरिएको थियो, तर एक बोतल बोर्बन र उसको बैठक खानामा रुनुले त्यो परिवर्तन गर्यो। उसले खोल्यो। उसको अनुहार कसैले बदल्यो म कहिल्यै बिर्सन सक्दिनँ। जस्तै उसले केही सडिरहेको देखिरहेको। ओ सेट, उसले फुसफुसाउँदै भन्यो, तपाईँ यो जान्न चाहनुहुन्न, तर मलाई जान्नै पर्थ्यो। नाम कालो पारिएको थियो, तर टिप्पणीहरू थिएनन्। दोषी हत्यारा, यातना, 9 जना पुष्टि भएका पीडितहरू, सबै उमेरका। उसले तिनीहरूलाई तहखानेमा राख्थ्यो। आवाज रोधी, सेता टाइलहरू, फ्लोरेसेन्ट बत्तीहरू, ठिक मेरो सपना जस्तै। तिनीहरूले भने उसले आफैलाई समर्पण गर्यो, कुनै पछुतो नभएको। केवल प्रहरी चौकीमा गएर भन्यो मेरो काम पूरा भयो। ऊ मृत्युदण्डमा मार्यो। शरीर दाबी गर्ने कुनै परिवार थिएन, तर उसले अङ्गदान फारममा हस्ताक्षर गरेको थियो। त्यसपछि कुराहरू नराम्रो भए। म बेहोस हुन थाले। गल्लीहरूमा, सिडी खानाहरूमा, पार्किङ ग्यारेजहरूमा उठ्थे। एकपटक आपूर्ति कोठामा हातमा बक्स कटर र सिङमा रगत भएको अवस्थामा। म व्याख्या गर्न सक्दिनँ, प्रमाणित गर्न सकिनँ, रोक्न सकिनँ। मैले पहिले गन्धहरू महसुस गर्न थाले। ब्लिच, खिया, भिजेको कङ्क्रिट, छाया जस्तै मेरो पछि लाग्ने। त्यसपछि इच्छाहरू आए। म गाडीमा किराना पसलहरू बाहिर बस्थे, केवल हेरिरहन्थे मानिसहरूलाई, तिनीहरूको दिनचर्या, तिनीहरूका कमजोरीहरू। म कल्पना गर्थे कि यदि तिनीहरूले चिच्याए भने कस्तो आवाज निस्कन्थ्यो, बिन्ती गर्दा कस्तो देखिन्थे। एक रात मैले एउटी महिलालाई 7 ब्लक पछ्याएँ र मलाई के गरिरहेको थिएँ भन्ने थाहै भएन। उसको भवनबाट 2 कदम मात्र पछाडि थिएँ। जब म होसमा आएँ, मुट्ठी यति कसेर बाँधेको कि नङले हत्केलामा अर्धचन्द्रकार छोड्यो। म भागे, सडकमा ढले, नालीमा बान्ता गरे। मैले फेरि कहिले नगर्ने कसम खाएँ। अर्को रात मैले उसको अनुहारको सपना देखेँ। म अस्पतालमा फिर्ता भएँ। ट्रान्सप्लान्ट गर्ने सर्जनलाई भेटेँ। उसलाई भने मलाई मुटु निकाल्नुपर्छ। उसले मुस्कुराउँदै भन्यो, जस्तै म ठट्टा गरिरहेको, तपाईँ जिउँदै हुनुहुन्छ, त्यो मुटुले तपाईँलाई बचायो। होइन, यसले मलाई बदल्यो। त्यसपछि सबैभन्दा नराम्रो रात आयो। म मेरो खाली बाथटबमा म्युजिएँ, पुरै लुगा लगाएको अवस्थामा। बाथटबको छेउमा चक्कु थियो। मेरा हातहरू रगतले भरिएका थिए, लुगाहरू रगतमा भिजेका, मुखमा फलामको स्वाद, भुइँभरि रगत। रगत मेरो थिएन, कुनै रिपोर्ट थिएन। मैले याद राखेको कुरा मिल्ने कोही बेपत्ता भएको व्यक्ति थिएन। सायद ऊ अब चलाक भएको छ, सायद ऊ मेरो माध्यमबाट सिकिरहेको छ। त्यसदेखि म सुतेको छैन। लाग्छ सुत्न सक्दिन। ऊ सपना देख्दैन, ऊ सम्झन्छ, ऊ पुनर्जीवित गर्छ। र अब म पनि। हरेक चिच्याहाट, त्यो कोठामा बिताएको हरेक सेकेन्ड, बत्तीको हरेक चम्कने म महसुस गर्छु। ऊ आवाज होइन, मतिभ्रम होइन। उसले मलाई कब्जा गरिरहेको छैन। ऊ मेरो भित्र थड्किरहेको छ। मैले प्रतिरोध गर्ने कोसिस गरेँ, साँच्चै गरेँ, तर उसले अनुमति माग्दैन। हिजो राति मैले फेरि चक्कु उठाएँ। यसपटक मैले छाडिन। यसपटक मेरा हातहरू स्थिर थिए र महिनौमा पहिलो पटक मलाई चिसो लागेन, अलिकति पनि भएन। मलाई थाहा छ कि यो कहानी पढ्ने जसले पनि यो सत्य हो भनेर विश्वास गर्ने छैन। म आफैले विश्वास गर्दिनथे। तर जब म जान्दछु कि हाम्रो शरीरले केवल मासु र हड्डी मात्र होइन, यसले सम्झनाहरू पनि बोक्छ, आघातहरू, इच्छाहरू, र कहिलेकाहीँ यसले आत्मा पनि बोक्छ। म अब लड्न सक्दिनँ। म थकित छु, म हारेको छु। यदि कसैले यो पढ्यो भने र यदि कहिले तपाईको वा तपाईको माया गर्ने कसैको अङ्ग प्रत्यारोपण हुन्छ भने कृपया सावधान रहनुहोस्। सोध्नुहोस् कि डोनर को थियो, किनकि कहिलेकाहीँ दोस्रो मौकाले तपाईँलाई नयाँ जीवन दिँदैन। यसले तपाईँलाई अर्कैको जीवन दिन्छ र त्यो जीवन, त्यो सधैँ राम्रो हुँदैन। अब म चक्कु राख्छु, अन्तिम पटक। र यस पटक म जान्दछु कि म यसलाई कहाँ प्रयोग गर्न लागेको छु, मेरो छातीमा। किनकि यदि म मुटु निकाल्न सक्दिनँ भने कमसेकम म यसलाई रोक्न सक्छु सधैँको लागि। दर्शक तथा श्रोतावृन्द, आजका यी 2वटा फरक कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक समीन राईलाई बिदा दिनुहोस्। नमस्कार।